हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि यो बेलुकी स्वागत छ। आज चाहिँ हामी गएको थियौं नर्सरी अनि नर्सरीमा चाहिँ हामीले यति सुन्दर सुन्दर फ्लावरहरु देख्यौं हैन। यो गदावरीको फूलहरु चाहिँ मलाई यसपालि मेरो गार्डनमा एड गर्नु त मन लागेको थिएन, तर पनि नर्सरी जाँदा यति मजाले एकसाथ ज्याम फुलिरहेको हुन्छ है, कलर अनि नकिनी सकिँदैन। अनि मैले कम्ती भनेर मैले यो 3टा मात्रै लिएको छु। मलाई मन पर्ने कलरहरु अरु पनि थुप्रै थियो। अनि म चाहिँ अरै फूलहरु किन्नु गएको थिएँ हैन, र पनि मैले यो गदावरी देखेँ र मैले किन्नु मन लाग्यो अनि मैले किनिहालेँ है। यो तपाईहरुले देख्नुहुँदैछ नि साथीहरु, यो चाहिँ बगनबेली हो है। म चाहिँ खासमा बगनबेली हेर्नु गएको हो। अनि यो चाहिँ थाई भेराइटीको रे, अनि मैले एउटा ल्याएको छु नयाँ। अनि तपाईहरुले यो जुन चाहिँ अरु देख्नुहुँदैछ नि, योहरु पनि मैले ल्याएको चाहिँ टोटल मैले 5 कलरमा ल्याएको छु। कसै ऑरेन्ज छ, कसै पिंक छ हैन, कसै येलो छ। अनि मैले 5 कलरमा भिन्दा ल्याएको छु हैन। यो चाहिँ डबलमा हो, सायद यो चाहिँ येलो हुन सक्छ। बगनबेली त अरु कलर पनि थुप्रै छ है, फुल्दैछ। अनि मलाई त धेरै कलरहरु थुपार्न मन लागेछ कि, अनि थुप्रै। अनि चाहिँ मैले चाहिँ यो कलरहरु 5 कलर ल्याएको छु हैन। अनि यहाँ पनि देख्नुहुँदैछ है, यो तपाईले मेरो कलर देखिसक्नु भएको छ, र पनि मैले तपाईलाई देखाउनु निम्ति चाहिँ यहाँ अगाडि लाइटमा लिएको छु। अनि यो पनि शेडिङ्समा छ है। यो पिंक ज्यादा छ, अनि हल्का व्हाइटमा छ है। अनि पुरा व्हाइट अनि हल्का पिंक शेडिङ्समा पनि छ मेरो। अनि फुल पिंकमा पनि छ है, पर्पलमा पनि छ। यसरी नै मेरो बगनबेलीको कलेक्सनहरु तपाईको अगाडि राखिरहेको छु। फेरि पनि म तपाईहरुलाई नेक्स्ट भिडियोमा चाहिँ फुल बगनबेली है, मेरो बगनबेली कति चाहिँ छ भनेर सबै देखाउने छु। र यो भिडियो चाहिँ म यतिमा अन्त गर्ने छु। फेरि पनि नेक्स्ट भिडियोमा